16-17 वर्षको भर्खरको बच्चालाई आफ्नै साथीहरू मिलेर चक्कुले 70-80 चोटि घप्की घ्वाप हानेर मार्दियो क्या साला। हुन्छ नि मान्छेहरूले भनिरहेछ होइन केटीको केस हो रे, केटीको कुरा मारे। बाबु केटीको कुरा हुने हो भने नि कि सुसाइड गरेर झुन्डिन्छ कि आफै साइड लाग्दिन्छ के। यो मर्डर गर्नु भनेको कुरा यो केटीको कुरा जोडेको छैन यसमा। जबकि खुदै यहाँ मर्डर पनि केटीले गरेको छ के। केटी मान्छे पनि यो मर्डर गर्ने हातमा केटी मान्छे पनि छ भनेर कुरा आएको छ के साला। होइन यार दुनियाँ अहिले कहाँ पुगिसक्यो यार। मान्छे मार्ने त ट्रेन्ड के पुरै होइन। मान्छेलाई मार्नलाई के रमाइलो लाग्छ हो। नाबालिका भर्खरको साला 16-17 वर्षको बच्चा यार। स्कुल लाइफ पनि सकेको थिएन होला, नागरिकता भर्खर बनेको थियो होला बिचरा उसको। मैले भनिरहेको छु होइन बाबु यो चक्कु सक्कु यताउति खुकुरी चलाउने बानी छ भने नि भाइ मासु पसलमा गएर काम गरे हुन्छ भाइ। मासु काट्दै बस। अर्काको बिचरा यार बच्चालाई यार त्यो परिवारलाई के हुन्छ यार। सोचा सस् तिमीहरूले हुन्छ नि भन्छ सबले नेपाल बिग्रियो नेताहरूले गर्दा देश बिग्रियो यताउति। कसरी देश बिग्रियो बाबु। टोल टोलमा गल्ली गल्लीमा यसरी मान्छे मार्दै हिँड्ने मान्छेहरू छ अनि देश कहाँबाट बन्छ भाइ। त्यो ठुलो ठुलो कुर्सीमा बसेको मान्छेहरूलाई त्यतै उनीहरूलाई दोष दिएर काम छैन भाइ। आफ्नो समाजमा कस्तो छ मान्छे, आफ्नो समाजले हेर्नु पर्यो नि पहिला। आफ्नो समाज सुध्रिनु पर्यो अनि देश सुध्रिन्छ नि भाइ। जबकि उसलाई 2-3 जना मिलेर मारेको छ भन्ने कुरा थाहा हुँदा हुँदै आफ्नो टोल छिमेकमा समाजको मान्छेहरू मिलेर साला त्यसलाई जसरी मारेको छ नि, त्यो भाइलाई जसरी मारेको छ नि त्यस्तै गरी साला नाङ्गो झार पारेर झुन्डाइदिने हो कि के गर्ने हो त्यो त समाजले सोच्ने हो नि त। खोइ त आफ्नो समाजबाट सुधार आउनु पर्यो के। जबकि आफ्नो टोल छिमेकमा यस्तो भइरहेछ बनाउन बच्चाहरू सेफ छैन यार। कहिले केटीको रेप भइदिन्छ, रेप गरेर साला मारेर जङ्गलतिर फालिदिन्छ यार। आफ्नो टोल छिमेकमा यस्तो भइरहेछ भने साला त्यो चुप लागेर बस्ने होइन के। न्याय कानुनले सजाय दिन्छ यताउति भनेर कुरेर बसेको थुप्रै भयो। नेपालमा कडा भन्दा कडा कारबाही गर्नुपर्छ, हत्यारालाई फाँसी दिनुपर्छ यताउति भनेर बोलेर चिच्याएर कति हिँड्ने। एक्सन माग्नु पर्यो नि। आफ्नो टोल छिमेकमा कोही यसरी गएको छ भोलि तिम्रो घर परिवारमा भएर कसैको के गर्छौ। अनि यो जति पनि छ नि साला यो 2-3 जना मिलेर साला मैले बारम्बार भन्ने गर्छु होइन ज्यान जानुमा र ज्यान लिनुमा धेरै फरक छ। कसैको ज्यान तिमीले लिइरहेछौ भने फेरि पनि भन्छु कहाँ साइड इफेक्ट पर्छ। त्यहाँ दिदी बिचरा रुँदै आएर मेरो भाइलाई यस्तो गर्यो भनेर भनिरहेछ, न्याय मागिरहेछन्। त्यहाँ हत्यारालाई जसरी भयो नि कारबाही गरेर फाँसी नै दिनुपर्छ भनेर दिदीले आफ्नो दुखेसो पोखिरहेछ होइन। आफ्नो भाइ गएको छ यार। पीडा सबैलाई हुन्छ क्या भाइ, सबैलाई हुन्छ। आफ्नो परिवारमा सानो चोट कसैलाई के लाग्यो भने त साला आँखा भरि आँसु जमाएर बस्छन् भने आमा बुवाले त्यो छोरोको लास अगाडि देख्दा कस्तो भयो होला त्यो आमा बुवालाई। सोचा सस् यो कुरा भाइ। हाम्रो देशमा होइन हरेक दिन कोही न कसै न कसैको यहाँ ज्यान गइरहेछ कि। मर्डर गरेर कसैले बलात्कार गरेर कसैले उठेर कसैले झुन्डाइदिएर यसरी सबैजनाको कतिजनाको ज्यान गएको छ होइन। जस्टिस खोइ भाइ जस्टिस बोलेर केही हुन्छ हुँदैन नि भाइ। एक्सन चाहियो कि एक्सन चाहियो। आफ्नो समाजमा के भइरहेछ, कसैले नराम्रो गरिरहेछ, टर्चर दिइरहेछ अथवा जेसुकै होस् के हेपाई सेपाई जेसुकै होस् आफूलाई नराम्रो हट हुने काम गरेछ भने नि समाजको बिचमा ल्याउने सबैजना भेला पार्ने नाङ्गो झार पार्ने हो कि के गर्ने हो त्यहाँबाट सुरु हुनुपर्छ। एक्सन एउटाबाट लिन थालेपछि नि अर्कोले पनि लिन्छ के। बुझ्यो नि। हुन्छ नि मलाई सबैजनाले यताउति भनिरहेको थियो कि दाइ तपाईँ त खोइ त बोल्नै छोड्नु भयो त्यस्तो जस्टिस कुरामा किन नबोलेको, देशमा यत्रो भइरहेछ तपाईँ बोल्नु पर्यो। मैले बोलेर के हुन्छ भाइ, के हुन्छ मैले बोलेर के हुन्छ। देशको नाम साला नेपाल हो, नेताले पालेर राखेको देश साला। घर घरमा गएर साला हामीलाई भोट दिनुहोस् भनेर माग्दै हिँड्ने हाम्रो देश नेपालमा कहिले त्यो घरमा गएर तपाईँलाई के चाहिएको छ भनेर कहिले सोधेको छ। म भन्छु भाइ यो कुरा जहिले पनि दोहोऱ्याएर भन्छु होइन। अहिले पनि जाउँ गाउँदेखि लिएर जुनसुकै ठाउँमा जाउँ होइन सबैजनालाई सोधौँ तपाईँलाई के चाहिएको छ भनेर सबैले भन्छ कि मलाई जस्टिस चाहिएको छ। मेरो छोरा खोइ, मेरो छोरी खोइ, मेरो छोरो विदेशमा गएको विदेशमै हरायो फर्केर आएको छैन अहिलेसम्म। मेरो छोरालाई आफ्नै साथीहरू मिलेर 2-4 जना मिलेर कुटेर मारेर खुकुरी हानेर मारेर फालिदियो। खोइ मेरो छोरोले जस्टिस पाएको। एउटा आमाको काख रितेको छ, बाउको सपना बाउको चाहना इच्छा मेरो छोरोले भोलि गएर के गर्छ है हामीले त दुःख पायौँ भनेर बाउले त्यो बिचरा यार आश गरेर बसेको हुन्छ त्यो छोराछोरी माथि। आज त्यही छोराछोरीलाई मारेर फालिदिएको छ। खोइ किन चुप लागेर बस्यो त हाम्रो समाज भने नि मैले होइन। यदि आफ्नो समाजमा तपाईँहरूको समाजमा यस्तो भइरहेछ भने अहिले यो दाङ कतापट्टिको यो केस रहेछ होइन। आफ्नो समाजमा यस्तो भइरहेछ आफ्नो गाउँ ठाउँमा भइरहेछ भने जसले गरेको हो नि समाज सबैजना मिल्नु पर्यो। जसरी उसलाई मारेको छ त्यस्तै एक्सन लिनु पर्यो। धेरैजनाको जस्टिसको लागि मैले आवाज उठाएँ होइन। अझै पनि थुप्रैले न्याय पाएका छैनन् कि किन एक्सन कडा नभएर हो कि। यदि आजकै दिनबाट साला कसैले कसैको ज्यान लिन्छ, कसैले कसैको परिवारलाई रित्तो बनाइदिन्छ, टुरो बनाइदिन्छ, आमाको काख रित्तो बनाइदिन्छ भने नि त्यही दिनबाटै एक्सन लिन थाल्नु पर्यो कि। जसले त्यस्तो काम गरेको छ कडा भन्दा कडा कारबाही कि। जब कडा एक्सन हुन्छ नि भोलिपल्टबाट त्यस्तो यो केसहरू हुन्छ नि यो फलानाले यसरी मार्यो रे यसरी बलात्कार गरेर मारेर खोलामा फालिदियो रे भन्ने न्युज सुन्न कम पाइन्छ कि।
कम सुनिन पाइन्छ। एक्सन खोइ अब नयाँ सरकार आउनु भएको छ भने यो कुरालाई ध्यान दिनु पर्यो के। खोइ भनौँ न आज जसरी हामी नेपाली जनताले स्मित प्रधान भाइको लागि यसरी आवाज उठाइरहेछौँ नि होइन, भोलि कसैको नाम नआओस् कि। अब आजैबाट सुरुवात होस् न। हत्यारालाई यस्तो खालको कारबाही गरियो रे भनेर एकदम डरलाग्दो खालको कुरा सुन्यो भने नि भोलिपल्ट कसैले पनि आँट गर्दैन क्या त्यस्तो काम, बुझ्यो नि। अनि यो केसमा केटी मान्छे पनि छ अरे, मर्डर गर्नुमा केटी मान्छेको पनि हात छ अरे भनेर सुन्दाखेरि त एकदम डर पो लाग्यो क्या मलाई। आज भोलि कोही पनि सेफ छैन कि। जुन भाइको डेथ भयो स्मित प्रधान भाइ, भनौँ न मलाई अब यसरी म प्राय धेरैजनाको बारेमा बोलिरहेको हुन्छु होइन, मैले धेरै नजिकबाट देखेको छु कि, धेरै नजिकबाट कि कसैको परिवारबाट आफ्नो सदस्यले संसार छोडेर जाँदाखेरि त्यो आमा बुवा कसरी बसिरहेछन् भन्ने कुरा यसरी धेरै नजिकबाट देखेको छु कि। ऊ भाइलाई रेस्ट इन पिस भन्न चाहन्छु म र उहाँको परिवारहरूलाई पनि चाँडैभन्दा चाँडै न्याय दिलाइदिनुहोस्। गाउँ टोल छिमेकको को हुनुहुन्छ त्यहाँ बडा मान्छेहरू उहाँहरू गएर एकचोटि बुझिदिनुहोस् को कस्तो रहेछ यो मान्छेहरू, कहाँबाट छोरो पहिला कोसँग हिँड्थ्यो, के गरी बर्थडेमा जान्छु भनेर घर फर्किन्छु भनेको मान्छे घर फर्किन पाएन, किन पाएन, कसले गर्दा भयो, त्यो सबै कुरा बुझेर राम्रोसँग यो केसको बारेमा जस्टिफाई गरेर चाहिँ उहाँलाई न्याय दिलाइदिनुहोस् भन्दै 1 सेकेन्ड जस्टिस फर स्मित प्रधान है। जय नेपाल। 17 वर्षीय स्मित प्रधान जसलाई आफ्नो साथीहरूले भेट्न बोलाए र 70-80 पटक ढाडमा खुकुरी र चक्कु हानेर हत्या गरे। दाङको राप्ती गाउँपालिकामा एकदमै दुःखद घटना घटेको छ। 17 वर्षीय स्मित प्रधान र उनको साथी बर्थडे मनाउनको लागि आफ्नो घरबाट रातिको समयमा निस्किएका थिए। तर बाटोमा दुईजना युवती मिलेर स्मित प्रधान र उनको साथीमाथि हमला गरे। हमला गरेपछि स्मित प्रधानलाई हत्या गरे र उनको साथीलाई घाइते बनाए र अहिले ती व्यक्तिहरू फरार छन्। हेर्नुहोस् त दाङमा कस्तो कस्तो घटनाहरू आइरहेको छ। यो समाज कतातिर जाँदैछ। हत्या गर्न अलिकति पनि डराइरहेका छैनन्। अहिले हत्याराहरू भागिरहेका छन्। कतिपय व्यक्तिहरू के भन्छन् भने रातिको समयमा केटीको विश्वास गरेर हिँड्नु त्यसकै गलत हो भन्छन्। र ठिक छ, उसले गल्ती गर्यो, रातिको समयमा नराम्रो व्यक्तिलाई विश्वास गरेर उसको अहिलेको हत्या भएको छ, ऊ अहिले मृत्यु भएको छ, उसले गल्ती गर्यो। तर त्योभन्दा पनि ठुलो गल्ती भनेको अरूको हत्या गर्नु ठुलो गल्ती हो। हत्या किन भयो प्रहरीले छानबिन गर्दैछ र हत्यारालाई कारवाही गर्नको लागि नेपाल प्रहरीले खोजी गरिरहेको छ। उनको आत्माको शान्तिको लागि हामीले जस्टिस फर स्मित प्रधान भनेर कमेन्ट गर्नुहोस्, भिडियोलाई सेयर गरिदिनुहोस्। जस्टिस फर स्मित प्रधान भाइ, भाइको चाहिँ एकदमै क्रूर हत्या गरिएको छ। तो फिल्मी स्टाइलको भन्दा पनि एकदमै क्रूर हत्या गरिएको छ। म यहाँ एउटा फोटो राखिदिन्छु, सायद देखाउन मिल्दैन होला, ब्लर गरेर राखिदिन्छु। शरीरभरि छुराले 50-60 ठाउँमा घोप्या छ, बाँसलाई तिखारेर बाँसले घोप्या छन् होइन। मतलब एकदमै क्रूर तरिकाले उनको हत्या गरिएको छ। भाइ चाहिँ 18 गते आफ्नो ब्रिटिस लाउरेको ट्रेनिङ सकाएर पोखराबाट आफ्नो घर राप्ती गएको थियो अनि 19 गते साथीहरूसँग घुम्न गयो। घुम्ने क्रममा उसको साथीको गर्लफ्रेन्डले उनलाई भेट्न बोलाइसकेपछि ऊ साथीको गर्लफ्रेन्डले भेट्न जान्छ। त्यसपछि उसलाई चाहिँ बाँधेर छुराले घोपेर, छुरा अनि बाँस तिखारेर बाँसले घोपेर उसको हत्या गरेका छन्। अनि स्मित भाइको साथी थाहा पाएर त्यहाँ गइसकेपछि त्यो भाइलाई पनि कुटपिट गरेछन्, उनलाई पनि मार्ने प्रयास भएको छ। अनि उसलाई चाहिँ अहिले उपचारको क्रममा बुटुवा लगिएको छ, बोल्न सक्ने अवस्थामा छैन त्यो अर्को भाइ पनि। अनि प्रहरीले 3 जना हिरासतमा लिएको छ, जसमध्येमा त्यो केटीलाई चाहिँ नाबालिका भनेर भन्दैछन्। यो लेभलको हत्या गर्न सक्ने मान्छे नाबालिका कसरी हुन सक्छ? यो घटनाको निष्पक्ष छानबिन होस् र दोषीलाई कडा भन्दा कडा कारबाही होस्। स्मित भाइ चाहिँ घरको एउटा मात्रै छोरो थियो होइन। अब उनीहरूको रिस राग त के होला, उनीहरूको पर्सनल कुराहरू के होला, तर एकछिनको रिसले गएर त्यो घरको अब पिल्लरै खम्बै सक्यो क्या।